तयारी अवस्थामा रहनु होला र यस रेफ्रीको सिटी बजेको छ र गोल रिसर जर्सी नम्बर 7 र यो गोल हान्न सफल भएका छन् गोल भएको छ जर्सी नम्बर 11 पेनाल्टी हान्दै छन् र यो जर्सी नम्बर 11 ले पेनाल्टी जर्सी 11 यो गोलकीले रोकेका छन् गोलकी मिस्टेक कारणले हेर यो पाली सकिनु सकेन जर्सी नम्बर 11 तर गोल हान्न सफल भएका छन् हेरम गोलकी सिटी बज्यो जर्सी नम्बर 11 सिगोडी सरका सफल परिवारले गोल रोक्न सफल भएका छन् जर्सी नम्बर 11 ले पेनाल्टी मिस जर्सी नम्बर 5 सिगोडीका खेलाडी र यो गोलकीले सेभ गरेका छन् खेल बराबरीमा दुईजना रोक्न सफल भएका छन् नम्बर 9 ले पेनाल्टी हान्ने क्रममा गोलकीका खेलाडी यो सेभ गरेका छन् फेरि सिगोडीका गोलकी बन्दै 8 ले पेनाल्टी हान्ने क्रममा जर्सी नम्बर 8 यो गोलमा लागेर बराबरी भएको छ फेरि दुवै टिमको 3 जनाले पेनाल्टी हान्ने जर्सी नम्बर 11 यो क्रस बारमा लागेको छ जर्सी नम्बर 12 रेफ्रीको सिटी बजेर उनी हान्ने लागेका छन् हान्ने क्रममा जर्सी नम्बर 12 यो गोल भएको छ पेनाल्टी हान्ने क्रममा गोलका खेलाडी हेरौँ यो पेनाल्टी गोलमा हुनु परिवर्तन हुन सफल हुँदैन हेरौँ जर्सी नम्बर 8 गोलका खेलाडी यो गोल भएको छ सिगोडीका खेलाडी जर्सी नम्बर 9 गोल हान्ने क्रममा जर्सी नम्बर 9 यो जागृतिक युवा क्लब पूर्व रत्कोलमा हुने खेल रहेको छ नमस्ते मेरो नाम आशिष गिरी म सिगोडी साइनिङ स्टार युवा क्लब रमुराबाट आज सेमी फाइनल खेल्दा निकै खुसी लागेको छ किनकि आज पेनाल्टीसम्म खेल पुरा रोमाञ्चक खेल जमेर पेनाल्टीसम्म पुगेर हामीले जित हासिल गरेर फाइनल पुगेका छौँ कि गोली स्टार युवा क्लब पनि हामीसँग भिडेर धेरै खुसी लागेको छ फाइनल पुगेर केटाहरूको साथ र सपोर्टसँग हाम्रो अहिले यहाँसम्म आइपुगेका छौँ हस्त धन्यवाद